सो अब चाहिँ हामी टर्मक्स डाउनलोड गर्छ हाम्रो डिभाइसमा किनकि हाम्रो एन्ड्रोइडमा त्यो टर्मिनल हुँदैन लिनक्समा जस्तो र गुगलमा गएर टर्मक्स सर्च गरेर तपाईँले प्ले स्टोरमाबाट नि आउँछ यो वाला तर हामीले चाहिँ अहिले प्ले स्टोरको नगरेर चाहिँ हामी एउटा गेटअप रिपोजिटरीबाट गर्दैछौँ यो थर्ड वाला त्यहाँ क्लिक गरेर तल 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 जाने अझ तल नीचे नीचे त्यसपछि यहाँ एउटा रिलिज भन्ने अप्सन आउँछ तल त्यहाँ क्लिक गर्ने अनि यो सुरुको वाला गरे हुन्छ आफ्नो हिसाबले गर्न सक्छ यो चाहिँ लेटेस्ट भएर त्यहाँ डाउनलोड हुन तिमीलाई इन्स्टल एन्ड ओपन अनि ओपन गर्ने अलाउ गर्छौँ सो अब चाहिँ हाम्रो यो एउटा टर्मिनल आइसकेको छ यो चाहिँ भर्चुअल टर्मिनल मात्र हो यसले चाहिँ हाम्रो एन्ड्रोइडलाई चाहिँ कन्ट्रोल गर्न सक्दैन र यसको कमान्ड चाहिँ हाम्रो लिनक्ससँग चाहिँ धेरै नै म्याच हुन्छ र अब हामी यति गरेपछि चाहिँ हामी फेरि अरू कुनै डाउनलोड गर्नुपर्छ अरूको एउटा कुरा त्यसको लागि चाहिँ हामी फेरि आफ्नो ब्राउजरमा जान्छौँ र यहाँ गएर चाहिँ तपाईँ लेख्न सक्नुहुन्छ खाली लिनक्स नेट हन्टरवाला अनि त्यसपछि यो नेट हन्टरको रुटलेसमा जाने त्यसपछि यहाँ तल 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 सारेर त्यो तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ खाली लिनक्सको अनि यहाँ ओपन टर्मिनल एन्ड टाइप्स भन्ने छ यो कमान्ड चाहिँ हामीले त्यहाँ टर्मक्समा लगेर चाहिँ हामी पेस्ट मात्र गर्ने हो सो सुरुमा चाहिँ हामी एउटा पेस्ट गरौँ यो चाहिँ टर्मक्स स्टार्टअप स्टोरेज यसले चाहिँ आफ्नो हाम्रो स्टोरेजको पर्मिसनहरू त्यस्तो माग्छ अनि यसमा पेस्ट गर्ने अनि तपाईँले चाहिँ यहाँ चाहिँ प्लिज यो पर्मिसन माग्छ त्यसलाई अलाउ गरिदिनु होला त्यसपछि हामी अर्को कमान्ड युज गर्छौँ र हाम्रो यो सेकेन्डवाला कमान्ड पिकेजी इन्स्टलवाला चाहिँ र हाम्रो चाहिँ खाली लिनक्समा के हुन्छ भन्दा चाहिँ हामीले सुडो एपिटी इन्स्टल गरिदियौँ भने चाहिँ यहाँ चाहिँ पिकेजी फरक हो त्यही मात्र फरक छ त्यसलाई पनि हामी यहाँ पेस्ट गरौँ यसले चाहिँ आफ्नो इन्स्टल गर्न सुरु गर्छ चाहिँ थोरै टाइम लाग्छ चलो 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 वाई अब चाहिँ हामी अर्को कमेन्टतिर जान्छौँ फेरि आफ्नो ब्राउजरमा जाने अनि यो वाला कमेन्ट चाहिँ कपी गर्ने पेस्ट गर्ने यो चाहिँ अलि लामो छ त्यही भएर चाहिँ मोबाइल लड्काएर पर्छ मलाई चाहिँ यो कपी गर्न चाहिँ कस्तो आएको थिएन किनकि म एन्ड्रोइड त्यस्तो चलाएको थिएन कपी गर्ने त्यही आफ्नो टर्मिनलमा गएर पेस्ट गर्ने म चाहिँ झुक्केर अर्को पेस्ट गरिरहेको छु तपाईँले चाहिँ त्यस्तो नगर्नु होला ओके यो चाहिँ भयो अब चाहिँ हामी फेरि हाम्रो अर्कोमा जाने अनि यो चाहिँ हाम्रो सिएट मोडको वाला कमान्ड हुन्छ यसले चाहिँ हाम्रो कुनै फाइलको पर्मिसन या त्यस्तै केही चेन्ज गर्ने एउटा यसलाई रिड गर्ने कि के गर्नेवाला चाहिँ हुन्छ यो कमान्ड चाहिँ यसले पनि लगाएर तपाईँले पेस्ट गर्न सक्नुहुन्छ अब चाहिँ हामी आफ्नो मेन कमान्ड अब चाहिँ हामी नेट हन्टर इन्स्टल गर्छौँ यो लास्ट कमान्ड पेस्ट गरेर कपी गरौँ अनि पेस्ट गरौँ
र यसलाई पेस्ट गरेपछि यहाँ एउटा कालिनक्सको यो आउँछ अनि यहाँ चाहिँ फुल भर्जनहरू डाउनलोड गर्ने हुन्छ। मैले चाहिँ फुल भर्जन छैन तर म चाहिँ 1 गर्छु, तपाईँले चाहिँ आफ्नो हिसाबले गर्न सक्नुहुन्छ। र यसले चाहिँ यो डाउनलोड हुन चाहिँ लगभग 20-15 मिनट जति लाग्छ अनि बिचमा अड्क्यो भने चाहिँ तपाईँ टेन्सन नलिनु, किनभने चाहिँ यसलाई चाहिँ साँच्चीकै नै 20 या 15 मिनट लाग्छ। अनि त्यो यता साइडमा चाहिँ लेख्छ तपाईँ कति मिनट लाग्छ भनेर। र यसले चाहिँ नेट बिचमा गयो भने चाहिँ फेरि सुरुवात गर्नुपर्छ अनि मेरो चाहिँ लगभग यसले गर्दा 1 घन्टा होइन आधी घन्टा जति लागेको थियो, तपाईँ पनि लाउन सक्छ। त्यहाँबाट म चाहिँ यसलाई चाहिँ स्किप गर्छु या टाइम ल्याप्स हाल्छु र हाम्रो चाहिँ कालिङ्ग स्टार्ट हुन चाहिँ रेडी भइसक्यो। र हाम्रो यहाँ कालिङ्ग रेडी गर्नलाई चाहिँ हामीले सिर्फ एनएच हान्नेमा चाहिँ हाम्रो कालिङ्ग चाहिँ स्टार्ट हुन्छ र देख्न सक्नुहुन्छ। अनि अब चाहिँ हामी यहाँ कालिङ्ग जस्तै केही कमेन्टहरू टेस्ट गरेर हेर्छौँ। यसको लागि चाहिँ म फेसबुकको सेक्रेटरी र चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ फेसबुकको जस्तै होइन कालिङ्गको जस्तै भइरहेछ। र अब चाहिँ हामी सबै कुरा भइसक्यो तर हामी चाहिँ अब हामीलाई यसमा जियुआई चाहिँ डाउनलोड गर्छौँ। जियुआई भनेको चाहिँ हामी त्यो कालिङ्गको स्क्रिनमा भएनौँ कि त्यो कालिङ्ग डेस्कटप जस्तै, र यताबाट पनि हामीले गर्न सक्छौँ तर हामीले चाहिँ त्यो चाहिँ गरेर हेर्छौँ चिजलाई। र त्यो गर्नको लागि चाहिँ हामीलाई अझै एउटा एप्लिकेसन डाउनलोड गर्नुपर्छ। त्यसको लागि चाहिँ सुरुमा चाहिँ हामी यहाँ चेक गरौँ। अब चाहिँ हामी एउटा नेट हन्टर भन्ने स्टोरवालाबाट नेट हन्टर क्यास भन्ने डाउनलोड गर्छौँ। तर मैले चाहिँ त्यो नेट हन्टर स्टोरमा गएर खोजेको थिएँ तर त्यसबाट चाहिँ क्यास डाउनलोड हुन्न। र तपाईँले चाहिँ यदि तपाईँको हुन्छ भने चाहिँ यहाँबाट त्यो एप्समा गएर नेट हन्टर स्टोर भन्छ त्यसलाई सुरुमा डाउनलोड गरेर अनि त्यहाँभित्र गएर चाहिँ नेट हन्टर क्यास भन्ने चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। र मेरोमा चाहिँ मैले खोजेर अनि अहिले त कस्तो यो चेन्ज भएर चाहिँ मैले पहिला गर्ने भन्दा अहिले थोरै चेन्ज भएको थियो र मैले चाहिँ हेरिरहेको थिएँ तर मैले भेटाएन। अनि यो डाउनलोड एप स्टोर यो गरेर चाहिँ यो नेट हन्टरको स्टोर डाउनलोड हुन्छ अनि त्यो स्टोरभित्र गएर चाहिँ त्यो क्यास भन्ने डाउनलोड गर्थ्यौँ पहिला चाहिँ। तर अहिले चाहिँ मेरो भएन चाहिँ नभएर चाहिँ म यहीँबाटै त्यो एउटा एपिके क्यासको एपिके चाहिँ डाउनलोड गर्छु। यदि तपाईँकोमा हुन्छ भने चाहिँ सुरुमा चाहिँ यो एप डाउनलोड गरेर त्यसपछि तपाईँले यो नेट हन्टर क्यास चाहिँ त्यहाँभित्रबाट गर्न सक्नुहुन्छ। तर मेरोमा चाहिँ नभएर चाहिँ मैले सिधै क्यासको एपिके डाउनलोड गर्ने भनेर चाहिँ क्यासको एपिके डाउनलोड गर्न लगाइरहेको थिएँ। र यहाँ चाहिँ हामी यो क्यासको एपिकेवाला डाउनलोड गर्छौँ। र यो क्यासको एपिकेबाट पनि मेरो चाहिँ लास्ट टाइम एरर नै आएको छ। र तपाईँको चाहिँ यदि यो के अरे फोन चाहिँ लेटेस्ट फोन होइन या अलि लोवाला छ मेरो जस्तै भने चाहिँ सायद तपाईँले चाहिँ त्यो जियुआई बिना नै उता त्यो कालिङ्गको माई युज गर्दा राम्रो हुन्छ, किनभने मेरोमा चाहिँ त्यो चलेको थिएन, एरर आउँछ। त्यो एक्नोलेज भन्ने एरर चाहिँ आइरहेको थियो मेरोमा। त्यो चाहिँ म सुरुमै भनिदिन्छु यो भिडियो हेर्दाखेरि। र मैले चाहिँ त्यो क्यास चाहिँ यहाँबाट डाउनलोड गर्छु। install ओके। तर यसलाई चाहिँ हाम्रो इन्स्टल एनिवे गर्न सक्नुहुन्छ तपाईँले आफूवाला नोटिफिकेसन आयो भने ओपन। र अब चाहिँ हामी त्यो ओपन गरेपछि हामीले कालिङ्गमा केही गर्नुपर्ने हुन्छ त्यो चाहिँ सुरुमा हामी गर्छौँ। त्यो कमेन्ट चाहिँ तपाईँ डिस्क्रिप्सनमा या तपाईँ यहाँ हेरेर देख्न सक्छ। म कमेन्ट चाहिँ तपाईँलाई दिन्छु। यसको लागि केही पनि गर्नु पर्दैन। सुरुमा चाहिँ हाम्रो कालिङ्ग स्टार्ट गर्ने एचएच हानेर एनएच हानेर त्यसपछि तपाईँले यहाँ क्यास सिम्पली हान्न सक्नुहुन्छ अनि यस्तोवाला अप्सन आउँछ। र यसबाट सुरुमा चाहिँ मैले चाहिँ सबै गरिसकेको थिएँ त्यही भएर यस्तो नआएको। तर तपाईँले चाहिँ यहाँ पासवर्ड राख्नेवाला चाहिँ आउँछ, तपाईँले त्यो चाहिँ आफ्नोसँग गर्नु र मैले चाहिँ भिडियो बनाउने टाइम नभएर चाहिँ यति गर्दैछु। र तपाईँले अहिले डाउनलोड गरेको खोलेर चाहिँ त्यहाँ कनेक्ट गर्नुभयो भने चाहिँ तपाईँको चाहिँ स्टार्ट हुन्छ। र मेरो मोबाइल चाहिँ त्यस्तो राम्रोवाला मोबाइल थिएन त्यही भएर चाहिँ मेरोमा चाहिँ सबै जेपिटी अलि देखेको छ तर त्यस्तो राम्रो देखेको थिएन। तर तपाईँको फोनमा चाहिँ देखिन सक्छ। र यसको नदेखिने
किन नदेखिन्छ 2-3टा रिजन हुन्छ। एउटा चाहिँ त्यो फोन चाहिँ नराम्रो भएर, एउटा चाहिँ एउटा प्रोसेस डाउनलोड गरेको प्रोसेस नराम्रो है। मेरो पनि सायद मेरो पनि त्यही बिग्रियो होला, किन भन्दा मैले चाहिँ हरियो एक्नोलेजवाला चाहिँ फेल आउँछ, किन भन्दा म छिटो गरेर त्यो भिडियो अनि त्यही भएर चाहिँ म गर्न सकेन राम्रोसँग। र एक्नोलेज आउँछ अनि त्यसपछि चाहिँ यो एक्नोलेज आयो भने चाहिँ तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भन्दा चाहिँ फेरि आफ्नो उसमा गएर के अरे कालिनेक्समा गएर आइकस केस गरेर फेरि कनेक्ट गर्नु भने चाहिँ तपाईँको फेरि हुन्छ। तर यदि यो गरेर पनि धेरै गर्दा पनि भएन भने चाहिँ तपाईँले तपाईँको टर्मक्समै गएर चाहिँ हजुर धेरै कुराहरू गर्न सक्नुहुन्छ। र सुरुमा चाहिँ तपाईँले एउटा राम्रोसँग प्रोसेसबाट गर्नुहोस्। मेरो यो फलो गरेर नि हुन्छ, तर तपाईँ चाहिँ मेरो चाहिँ बिचमा एररहरू आएर अनि मैले चाहिँ छिटो गराउँदा म धेरै स्टेपहरू काटेको थिएँ, त्यही भएर चाहिँ हो। र त्यस्तो एरर आउँछ, तपाईँले यहाँ आएर चाहिँ यो रन गरेर फेरि यहाँ आएर कनेक्ट गर्नु भने चाहिँ तपाईँ कनेक्ट हुन्छ। र मैले चाहिँ बेला बेला गरेर छु, तपाईँले देख्नुहुन्छ म यो पछि भोइस ओभर गर्दैछु किनभने म त्यो बेला टाइम थिएन, त्यही भएर म गरिरहेको छु। र फेरि त्यस्तो एकाउन्ट आएको गर्न चाहिँ तपाईँले त्यो केसवाला कमेन्ट गरेर अनि यस्तो आएपछि चाहिँ तपाईँले फेरि यता ब्याक भएर कनेक्ट गर्न सक्नुहुन्छ अनि तपाईँको कालिनेक्स चाहिँ स्टार्ट हुन्छ। र यदि तपाईँको त्यो कालिनेक्स चाहिँ अब मोबाइलको अनुसारले गर्दा भएन भने चाहिँ तपाईँले हाम्रो यो टर्मक्सबाट नै धेरै कुराहरू गर्दा यहाँ सबभन्दा धेरै कुरा गर्न सक्छ, सबै कुरा गर्न सक्छौँ, किन भन्दा त्यो जियुआई मात्र हो अनि बिगिनर फ्रेन्डलीको लागि। तर सिक्नको लागि चाहिँ तपाईँले केही अब उपाय नै छैन भने चाहिँ तपाईँ यसरी गर्न सक्नुहुन्छ। र हामी चाहिँ यहाँ एउटा क्यामफिसर चाहिँ डाउनलोड गरेको छौँ, त्यो एउटा चाहिँ फिसिङ टुल भयो त्यो जसले चाहिँ क्यामेरा अडियोहरू सबै उस गर्छ। योवाला तपाईँलाई थाहा नै होला क्यामफिस हान्ने। यसलाई चाहिँ म त्यहाँ रन गरेर देखाउँछु, किन भन्दा त्यहाँ पनि सबै कुरो हुन्छ। सिम्पल त्यो जियुआई म्याक्स डाउनलोड गरेको त्यो केएसबाट, त्यही भएर चाहिँ तपाईँ टर्मक्सबाट पनि एउटा टुल्सहरू रन गर्न सक्नुहुन्छ या धेरै कुरा गर्न सक्नुहुन्छ, सबै कुरा गर्न सक्नुहुन्छ। सो यसलाई चाहिँ रन गर्नको सबैले गेट क्लोन अनि त्यो आइकनलाई पेस्ट गरौँ। अनि यो एन्ड्रोइडको यो पेस्टवाला चाहिँ मलाई थाहा थिएन यो रहेछ। गेट क्लोन गरेर पेस्ट। सब चाहिँ यसलाई रन गर्न चाहिँ हामीले सिम्पली एलएस गरेर सिडी क्यामफिस गर्ने। र त्यसलाई रन गर्नको लागि चाहिँ के थियो यसको प्यास क्यामफिस एचएस थियो जस्तो लाग्छ मलाई। र यति गरेपछि हाम्रो यो क्यामफिसर रन हुन्छ अनि यसबाट पनि हामीले सबै फिसिङहरू सबै कुरा गर्न सक्छौँ। यो त तपाईँले आफै अरू भिडियोमा हेरेर आफै गर्न सक्छ या मेरो पनि तल भिडियो त्यो पनि हेर्न सक्नुहुन्छ क्यामफिसवाला। र आजको भिडियोमा चाहिँ यति नै, तपाईँ चाहिँ आफ्नो टर्मक्सको जर्नी चाहिँ यहाँबाट सुरु गर्न सक्नुहुन्छ। सो यति भन्दा थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।